हेलो साथीहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म मेरो भिडियो बनाउने यो स्क्रिन पर्दाको अगाडिपट्टि छु, तर आज यो ग्रिन क्रोमालाई म युज गर्दिनँ। तपाईहरुलाई चाहिँ म आज के भन्नका लागि मैले भ्लग स्टार्ट गरिरहेको छु भने अगाडि मेरो दुई तीवटा लाइटिङ छ है। लाइटिङ चाहिँ मेरो जुगाडवाला छ। यो चाहिँ घरको बल्ब नै हो भने यो चाहिँ यस्तो यो मोबाइलबाटै मैले बालिरहेको छु। अहिले मसँग दुईवटा मोबाइल छ, दुईटै मोबाइलको युज हुन्छ। एउटा भिडियो बनाउने, अर्कोमा एडिटिङ गर्ने, त्यस्तो खालको काम पनि गर्ने गर्छु म कहिलेकाहीँ है। हजुरहरूको लागि मैले चाहिँ आज के विषयवस्तु ल्याएको छु भने युट्युबले के गर्छ भने नि हजुरहरूलाई भाइरल गराउनको निम्ति हजुरहरूको भिडियोहरू चाहिँ फर युमा ल्याइदिएको हुन्छ क्या। हजुरहरूको प्रत्येक पोस्ट फर युमा ल्याइदिएको हुन्छ, तर तपाईहरुलाई भाइरल बनाउने चाहिँ अडियन्सको हातमा मात्रै हुन्छ। अरू कसैले पनि भाइरल गराउन सक्दैन क्या। युट्युब आफैले पनि स्वयं पनि भाइरल बनाउन सक्दैन क्या, भ्युज ल्याइदिन सक्दैन। कसरी भन्नुहुन्छ भने चाहिँ त्यो जुन भिडियो चाहिँ युट्युबले आफै वाच गर्ने होइन क्या, हामी जस्तो मान्छेले नै वाच गरेपछि मात्र त्यो भ्युजलाई काउन्ट हुने हो। अनि त्यो भएपछि कुनै पनि तपाईहरुले ह्याक लाएर भन्छ नि डमी युज गरेर भ्युजहरू ल्याउने कमाउने गर्छ नि, तर युट्युबले चाहिँ फेरि त्यसलाई चेक गरेर त्यसलाई क्यान्सल पनि गर्ने गर्छ क्या। त्यो भएर पनि तपाईहरु आफै मेहनत गर्नुहोस् भन्न चाहन्छु। म पनि प्लस मेहनत गर्दैछु। त्यसैले म बेलुकी जहिले 7 बजी समय लाइभ आउने गर्छु साथीहरू। हजुरहरू पनि लाइभमा जोडिनु होला भनेर पनि म अनुरोध गर्दछु है मेरो यही भिडियो मार्फत। तर केही समय अनुसार मेरो लाइभ समय पनि परिवर्तन हुने गरेको छ। तपाईहरु पनि त्यही समय अनुकूल हुँदा मेरो लाइभमा उपस्थित हुनु होला। सबैजना धेरैजना मेरो लाइभमा नि आउनुहुन्छ, एकदम धेरै खुसी लाग्छ है। यो भ्लगमा आज मैले जति भन्नुपर्ने थियो मैले धेरै कुरा भनिसकेको छु र हामी एकअर्कामा सपोर्ट गर्दै अगाडि बढौँ पनि मैले भनेको छु। यो युट्युबको एउटा डार्क सिक्रेट पनि हो क्या। कति युट्युब क्रिएटरहरूले के जानेको हुँदैन भने चाहिँ मेरो भिडियो चाहिँ अडियन्सहरूले हेरिहाल्छ नि भन्छ क्या। हेर्दैन क्या, भिडियो मरे हेर्दैन। किन हेर्दैन? तपाईँले चिनेकै हुँदैन त कसरी हेर्छ? कि त तपाईँको युट्युबको थम्बनेल चाहिँ एकदम एट्र्याक्टिभ हुनु पर्यो क्या। त्यो थम्बनेल चाहिँ झकझकी बोलिरहेको हैन, झकझक तरिकाले कुनै नि कुरा एट्र्याक्टिभ भयो भने हामी त्यसमा मोहित भइहाल्छौँ नि हैन। हो त्यस्तै बनाउनु पर्छ क्या नम्बर 1 मा चाहिँ युट्युबको थम्बनेललाई चाहिँ। त्यही भए पश्चात चाहिँ तपाईहरुलाई सपोर्टहरू पनि प्राप्त हुन्छ अनि तपाईको इमेज पनि बिक्री हुने गर्दछ। भन्नाले युट्युबमा तपाईको नाम पनि कमिने गर्दछ है। यदि तपाईहरु युट्युब कन्टेन्ट क्रिएटर बन्न चाहनुहुन्छ भने दिनमा एउटा प्रत्येक भिडियो पोस्ट गर्नुहोस्, जसमा तपाईहरुले आफ्नो ब्लगिङ युट्युब च्यानल खोल्दा पनि हुन्छ भने एउटा एजुकेसन युट्युब च्यानल खोल्दा पनि हुन्छ। तपाईहरुलाई जस्तो प्रकारको आउँछ त्यस्तै। जस्तै किचनमा खाना पकाउने तपाईँ गृहिणी हुनुहुन्छ भने है, किचन सम्बन्धी कसरी के पकाउने हैन, सब्जी कुन तरिकाले पकाउँदा धेरै स्वादिष्ट हुन्छ, कुन कुन मसला हाल्ने त्यो पनि गर्नुहोस्। अहिले मान्छेले यो 21औं शताब्दीमा मान्छेले के समेत गरिरहेको छ भने आफ्नो घरमा खाना सब्जी पकाउँदा चामलमा कति पानी हाल्ने भनेर पनि युट्युबलाई सोधिरहेको हुन्छ क्या। हो यो समयमा तपाईहरुले हरेक कुरालाई आफ्नो प्यासन बनाउन सक्नुहुन्छ क्या। एजुकेसन इज नट एभ्रिथिङ बट प्यासन इज टु मच एभ्रिथिङ भन्छ नि। हो यो कुरालाई पनि तपाईहरुले एकदम ख्याल गर्नुपर्छ। प्यासन चाहिँ हुनुपर्छ क्या मान्छेमा, धैर्यता। ओके साथीहरू, हजुरहरूसँग धेरै कुरा पनि गरियो है। अब तपाईहरुले पक्कै पनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न छुटाउनु भएको छैन। जतिजनाले हेर्नुहुन्छ धेरैजनाले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छ। आगामी दिनमा पनि नयाँ भिडियोमा म हजुरहरूसँग भेट गर्ने नै छु। नयाँ भ्लग आउने नै छ। नयाँ कन्टेन्ट मेरो हिसाबले म नयाँ ल्याउने नै छु। हजुरहरू पनि कमेन्ट गर्न सक्नुहुन्छ कस्तो प्रकारको कन्टेन्ट ल्याउँदा उत्कृष्ट हुन्छ। ओके गाइस, सी यू अगेन नेक्स्ट भिडियो। डोन्ट फर्गेट subscribe on my YouTube channel. Bye bye, see you again.